नमस्ते सबैजनामा। हजुरहरू सबैजनालाई मेरो ब्लगमा धेरै 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 वेलकम छ। र आज चाहिँ स्पिचको टेस्ट हुने कुरा छ र म चाहिँ त्यसैको तयारी गरिरहेको छु एकदम बिहान बिहान उठेर। र मेरो हालत पढ्दा 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 के भयो मैले नि मेसो पाउन सकिरहेको छैन। म हस्पिटल आइपुगेँ। त्यसै पोस्टिङ छ मेरो ग्रुपको चाहिँ अडियोलोजीमा हो, आज अडियो पोस्टिङ हो। सो अब चाहिँ म अडियो पोस्टिङतिर जान्छु, रेडी भएर एप्रोन आउँछु। एन्ड सायद थाहा छैन कतिखेर हुन्छ, बट हल्का डर लागिरहेको छ किनभने मैले पढेको जति सबै बिर्सिसकेँ। आजको जुन चाहिँ स्पिचको टेस्ट हुन्छ भन्ने थियो त्यो चाहिँ पोस्टपोन भयो होइन, आज हुने भएन, भोलि हुन्छ सायद। र आज चाहिँ वर्ल्ड अटिजम डे। वर्ल्ड अटिजम डेमा चाहिँ धेरै अटिजम केयर सेन्टरहरूले चाहिँ प्रोग्राम राख्छन् र आज चाहिँ पाटनमा हुँदैछ 4 बजेपछि भन्ने कुरा थाहा भएको छ होइन। सो हामी चाहिँ 4 जना साथीहरू त्यहाँ जान्छौँ र त्यहाँ कस्तो हुँदो रहेछ त, हाम्रो नि एक्साइटमेन्ट लेभल एकदमै हाई छ। सो हामीसँग एक्सप्लोर गर्नुहोस् कस्तो हुँदो रहेछ भनेर। अब पाटनतिर जाँदैछौँ आज वर्ल्ड अटिजम डेको प्रोग्राम हेर्नको लागि र ड्रामा हुँदैछ। सो हामी सबैजना साथीहरू यता हेर खेल आइपुग्यौँ र यहाँदेखि चाहिँ अब हामी कता जाने? पाटन। कताबाट? यही सिधा। सो हामी यहीँबाट सिधै पाटनतिर लाग्दैछौँ। के जस्तो लागिरहेछ यो चाहिँ लगन खेलको बजार होइन, कति भिड हुँदो रहेछ अहिले साँझ पर्न लागेपछि। राम्रो झुम्काहरू हेर्ने मात्र हो, किन्ने चाहिँ होइन है। थाहा त छैन लोकेसन ट्याक्क कहाँनिर हो है, खोज्दै हिँडिरहेछौँ। तर अब हामी आइपुग्न लाग्यौँ जस्तो छ। कृष्ण मन्दिर भन्यो है प्रीति? हामी कृष्ण मन्दिर आइपुग्यो हो। अब हामी जानुपर्ने भीमसेन मन्दिरमा। हामीले चाहिँ यस्तो फोटोहरू पनि खिच्यौँ, ग्रुप फोटो खिच्यौँ, मेमोरी पनि त हुन पर्यो नि होइन र? हामी चाहिँ ड्रामातिर जाँदैछौँ। ड्रामा स्टार्ट भइसक्यो जस्तो छ जहाँसम्म। यही हो जस्तो छ। सो फाइनली वी आर इन आवर डेस्टिनेसन। हेरौँ पहिला माथिदेखि अटिजम चाहिँ हुन सक्छ भनेर हामीले तुरुन्तै सम्बन्धित ठाउँमा लगेर उपचार गराउन जरुरी छ है। फेरि उपचार भन्दाखेरि रोग त होइन, यो एउटा अवस्था हो भन्ने पनि हामीले याद राख्नुपर्छ। ठीक, यो प्रोग्राम चाहिँ अभानी फाउन्डेसनले कन्डक्ट गरेको हो। प्रस्तुत छ अटिजम अवेरनेसका लागि तयार पारिएको यो गीत सँगसँगै अभानी फाउन्डेसनको एन्टायर टिमको प्रस्तुति। राम्रोसँग यसलाई श्रवण पनि गर्नुहोला, सुन्नुहोला। सँगसँगै यहाँ भिजुअलको रूपमा यहाँहरू बिचमा लाइभ प्रस्तुति दिँदै हुनुहुन्छ। जनचेतना फैलाउँदै घरमा बालबच्चामा यो
धन्यवाद धन्यवाद सुजन विकास फाउन्डेसनको तर्फबाट धेरै धेरै आभार प्रकट गर्छौँ अनि स्वागत छ यहाँलाई धन्यवाद सबैजनालाई नमस्ते यो एकदम इम्पोर्टेन्ट अवेरनेस छ हामी जतिजनाले यसको बारेमा आफ्नो सोसियल सर्कलमा कुरा गर्छौँ त्यति नै अवेरनेस बढ्छ होला अनि धन्यवाद अवानी फाउन्डेसन यो गर्नुभएकोमा सुमना श्रेष्ठले गर्नुभएको काम लगभग सबैलाई मनपर्छ होला र हामीले मौका पाउने बित्तिकै फोटो पनि खिचिहाल्यौँ। कमला र उनको श्रीमान भोलि नै बच्चालाई लिएर डाक्टरकोमा जान्छन्। हेर्नुहोस् त यो नाटकमा परिवारका अरू सदस्यबाट सकारात्मक सपोर्ट पाएर बच्चाको आमा बाबाले उसलाई तुरुन्तै डाक्टरकोमा लिएर जानुभयो। परिवार दिने अनि नियमित ताली बजिसक्यो ओके कङ्ग्रेचुलेसन अवानी वेयर आर यु अवानी प्लिज वेलकम वान मोर टाइम र उहाँले आन्सर मिलाउनु भएको छ अवानी र उहाँको हातबाट गिफ्ट थ्याङ्क यू सो मच फर एक्टिभ पार्टिसिपेसन कहिले डटपेन कहिले हाम्रो चिया खाने कप पनि छ कहिले डायरी हामी प्रदान गर्नेछौँ अर्को क्विज राखौँ गजब सी अलग ही सही थोड़ी सी जिद्दी है दुनिया मेरी ऐसा कोई मुझ में नहीं जैसा है जो वैसा वही लगे ना खाऊं मैं कहीं खेलेंगे हम तुम छुपा छुपी ढूंढो मुझे मैं खो न जाऊं कहीं माँ तू सुना दे कहानी मेरी मैं हूँ अनोखा मैं हूँ परी जैसा है जो वैसा जैसा है जो वैसा क्या लगता सही हामी घरतिर निस्किन लाग्यौँ होइन अहिले कति बजी 5:30 भयो सो अलि टाढा भएको हिसाबले चाहिँ हामी छिटै निस्कियौँ तर प्रोग्राम एकदम राम्रो थियो सो यहाँ हेर्नु यो चाहिँ ढुङ्गे धारा यहाँ तिमीलाई कस्तो लाग्यो प्रीति एकदम बेस्ट राम्रो भन्नाले बुझाउ मलाई हजुर सक्षम तिमीलाई प्रोग्राम कस्तो लाग्यो एकदमै राम्रो इन्फर्मेटिभ थियो होइन त्यही भएर के अरे जे होस् केही नयाँ कुराहरू देख्न पाइयो अबले पनि यस्तै चिजहरू गर्नेवाला छौँ आउने दिनहरूमा सो पर्क्स अफ स्टेट एउटा फाइदा पनि छ बिएसएलबी पढेको यस्तो क्विजहरूमा चाहिँ भाग लियो भने छिटै प्राइज पाइन्छ उसले प्राइज पायो होइन बिकज मलाई आइडिया थियो वाट इज अटिजम र यस्तो अलिअलि कुराको बारेमा All thanks to Kranti ma'am for teaching us. Of course, अनि हामी तीनजनाले यति हात उठायौँ तर हाम्रो हात सानो भएको कारणले हामीलाई कसैले देखेन है इन्भिजिबल हामी इन्भिजिबल भयो सो केही छैन जे होस् हामीलाई थाहा थियो पाए पनि नपाए नि कुरा भनेको चाहिँ अटिजमको बारेमा धेरैजनाले जान्नुहोस् भन्ने कुरा हो धेरैजनासँग भेट्न पाइयो होइन अनि धेरैजनासँग सुमना श्रेष्ठसँग भेट्न पाइयो होइन सच अ ग्रेट वुमन सच अ ग्रेट लिडर हामी चाहिँ एकदमै खुसी छौँ ह्याप्पी ले चाहिँ हामीलाई लगन खेल घुमाइन् पाटनसम्म नि लगिन् होइन आज क्रेडिट गोज अन मी ल्याउनलाई है यहाँसम्म ल्याउनलाई ड्रामा पनि हेरियो प्रोग्राममा जोइन पनि भयो र घुम्न पनि पाइयो देखिँदैन बुझ्नु
6:30 भयो र म कलेज आइपुगेँ। अब चाहिँ म घर जान्छु। हजुरहरूले मेरो च्यानल भिजिट गरिदिनु भयो, हजुरहरूलाई धेरै 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 धन्यवाद। थ्याङ्क यू सो मच फर भिजिटिङ दिस च्यानल। र हजुरहरूलाई मन पऱ्यो भने प्लिज लाइक, सेयर र सब्सक्राइब चाहिँ गरिदिनु होला। थ्याङ्क यू।